पश्चिम नेपालका सुन्दर भूभागहरूमध्ये एक, जहाँ प्रकृति, संस्कृति र आस्थाको अनुपम सङ्गम छ, यो हो शुक्लाफाटा नगरपालिका कञ्चनपुर। मणिका धामको पवित्र भूमि, बैजनाथ मन्दिरको आस्था, लीलासैनी मन्दिरको ऐतिहासिक गाथा, दन्तेश्वर गुफाको रहस्य अनि राम जानकी मन्दिर र शिव मन्दिरको ऐतिहासिकता, यी सबैले यस नगरपालिकालाई एक अनुपम स्थल बनाएको छ। धार्मिक र सांस्कृतिक महत्त्व मात्र होइन, यहाँको हरियाली, जैविक विविधता र वन्यजन्तु पनि लोभ लाग्दा छन्। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको विशाल घाँसे मैदानमा आउने बारसिंगा, हिरापुरमा पाइने दुर्लभ कृष्णसार अनि बतासे झरनाको अपूर्व सौन्दर्य, यी सबै प्रकृति प्रेमीहरूका लागि अनुपम वरदान हुन्। सुदूरपश्चिमका 9 जिल्लामध्ये कञ्चनपुरमा अवस्थित एक ऐतिहासिक नगरपालिका हो शुक्लाफाटा नगरपालिका। 2073 सालमा स्थानीय तह पुनर्संरचना भएपछि स्थापना भएको यो नगरपालिका यस भेगको एक महत्त्वपूर्ण प्रशासनिक केन्द्र हो। यसको नाम यहाँ अवस्थित प्रसिद्ध शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट राखिएको हो। शुक्लाफाटा नगरपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यहाँ रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज दुर्लभ बारसिंगा र कृष्णसारका लागि प्रसिद्ध छ। यसै गरी चुरे पर्वत श्रृङ्खलामा रहेको बतासे झरना आन्तरिक पर्यटकहरूका लागि प्रमुख आकर्षण बन्दै गएको छ। नीलो कञ्चनजलले भरिएको नीलताल, झरनाबाट बहने शीतल बतास अनि हरियाली वनस्पतिले यहाँको प्राकृतिक छटा अद्भुत बनाएको छ। नेपालको प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरपालिकाको एउटा महत्त्वपूर्ण पहिचान हो चुरे श्रृङ्खलामा अवस्थित बतासे झरना। चुरे पर्वत श्रृङ्खलामा अवस्थित यो झरना आन्तरिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। बतासे झरना नाम जस्तै यस क्षेत्रमा सधैँ शीतल बतास बगिरहन्छ। यही कारणले गर्दा स्थानीय बासिन्दाले यसलाई बतासे झरना नाम दिएका हुन्। उकालो बाटो पार गर्दै पर्यटक यहाँ आइपुग्छन् र झरनाको चिसो पानीमा नुहाएर तराईको गर्मी भुल्ने गर्दछन्। झरनाको पानी खसेर बनेको नीलो कञ्चन ताललाई स्थानीयले नीलताल भनेर चिन्छन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण यो स्थानमा आउने जो कोही पनि मन्त्रमुग्ध हुन्छ। झरनाको आवाज, चिसो बतास र हरियाली वातावरणले यो क्षेत्रलाई स्वर्गीय बनाएको छ। दुईतर्फ कडा चट्टानको बीचमा खस्ने यो झरनाले फोटो खिच्न मन पराउनेहरूका लागि पनि उत्तिकै आकर्षण प्रदान गर्छ। यहाँ आउने पर्यटकहरू कञ्चन तालमा पौडी खेल्न अत्यन्त उत्साहित देखिन्छन्। यस क्षेत्रमा पुग्न विगतको अप्ठ्यारो बाटोलाई पदमार्गको रूपमा परिणत गरी सहज बाटो निर्माण गरिएको छ। झलारी बजारदेखि धारापानीसम्म सवारी साधन मार्फत करिब 10 किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ। त्यस पश्चात पदमार्गबाट 2 घण्टाको आरामदायी यात्रा गर्दै झरनासम्म पुग्न सकिन्छ। धारापानीसम्म पुग्नका लागि त्यो जमिन अलि कमजोर भए हुनाले प्रत्येक वर्ष हामी सडक बनाउँदै गर्छौँ, धस्दै गरेको छ। र यसपालि हामीले राष्ट्रपति सूर्यसित अस्ति मात्रै एउटा हामीले प्रपोजल पठाएका छौँ। उसलाई त्यो तटबन्धदेखि लिएर त्यो काम गर्नका लागि आग्रह पनि गरेका छौँ। सम्भवतया त्यो काम भइदियो भने त्यो एकदम त्यहाँ पर्यटकको अहिले त त्यहाँ गर्मी सिजनमा त हाम्रो के अरे शुक्लाफाटाको मात्र होइन, कैलालीको धनगढीदेखि लिएर महेन्द्रनगर, भीमदत्त नगरपालिका, कञ्चनपुरबाटै धेरै मान्छे जान्छन्। त्यसलाई सहज हामीले जाने आउने बाटो एउटा व्यवस्थित गर्न सक्यौँ भने ठुलो पर्यटकको एउटा सम्भावना रहेको क्षेत्र हो। तलमाथि झरना बतासे ताल छ, बिचमा फेरि अर्को ताल छ, अनि तल गएर फेरि तालै तालहरू छन्, थुप्रै ताल छन् त्यहाँ। त्यसो भए हुनाले हाम्रो त्यो रमणीय छ, मनमोहक छ, त्यहाँ चाहिँ एकदम गजबको ठाउँ छ। त्यहाँ एकचोटि सबैलाई पुग्नका लागि म हार्दिक अनुरोध पनि गर्न चाहन्छु। यस नगरपालिकाको अर्को धार्मिक पर्यटकीय गन्तव्य हो मणिका धाम। यहाँ आउने दर्शनार्थीहरूले इच्छाएको फल प्राप्त हुने जनविश्वास राख्ने गर्छन्। धार्मिक आस्थाका कारण यो क्षेत्र सधैँ भक्तजनहरूले भरिपूर्ण हुन्छ। मुडका धाम महत्त्वपूर्ण धार्मिक स्थल हो। यहाँ रहेका प्राचीन सिद्ध बाबाको मन्दिर
र नजिकैको विशाल तलाउ विशेष आकर्षण हुन्। स्थानीय बुढापाकाहरूका अनुसार तलाउमा मणिवाला सर्पहरू पाइने भएकाले यस क्षेत्रको नाम मुड्का धाम रहन गएको हो। समुद्री सतहदेखि करिब 300 मिटर उचाइमा रहेको यो क्षेत्र हरियो सालको वनले घेरिएको छ। प्राचीन कालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइ सर्नेहरूको लागि यो एउटा महत्त्वपूर्ण आश्रयस्थल थियो। पर्यटनको विकासको सन्दर्भमा शुक्लाफाटा नगरपालिकामा थुप्रै पर्यटकीय सम्भावना बोकेका ठाउँहरू छन्। जस्तै शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 को मणिका धाम, बतासे झरना, त्यसै गरी हाम्रो सुनदेवी ताल, हिरापुर यो निकुञ्ज क्षेत्र लगायत थुप्रै यहाँ पर्यटकीय सम्भावना बोकेका ठाउँहरू छन् शुक्लाफाटा नगरपालिकामा। मणिका धाम, बतासे झरना अलि विकट क्षेत्रमा पर्ने भएको हुँदा त्यहाँ बाटोघाटोको चुनौती छ, त्यसै गरी तटबन्धको चुनौती छ, यसै गरी थुप्रै चुनौतीहरू रहेको छन्। पर्यटकीय क्षेत्रको संरक्षणको सन्दर्भमा हामी नगरपालिकाले वर्षेनी हाम्रो पर्यटकीय स्थलहरूमा आवत जावत गर्न बाटोघाटोमा सहयोग गरेका छौँ, निर्माण गर्दै गरेका छौँ। र त्यसै गरी मणिका धाम प्रत्येक वर्षको फागुन चैत महिनामा ठुलो मेला लाग्ने गर्दछ र त्यसमा पनि नगरपालिकाले ठुलो भूमिका खेलेको हुन्छ। त्यसै गरी अब यो थुप्रै कामहरू नगरपालिकाले पर्यटनको क्षेत्रमा अगाडि बढाएको छ। त्यसै गरी चक्रपथ निर्माण पश्चात यहाँका विभिन्न पर्यटकीय स्थलहरूमा पर्यटकहरूलाई आवत जावत गर्न अलिकति भए पनि सजिलो भएको छ र यहाँका पर्यटकीय स्थल जस्तै बतासे झरना फागुन चैतको महिनादेखि वैशाख जेठसम्म त्यहाँ झरना हेर्न र नुहाउन हाम्रो शुक्लाफाटा लगायत बेतकोट अनि कृष्णपुर लगायत कञ्चनपुरका विभिन्न ठाउँबाट मानिसहरू आउने गर्दछन् र तिनीहरूलाई आवत जावत गर्न हाम्रो चक्रपथका कारण सजिलो भएको छ। र त्यसै गरी हाम्रो नगरपालिकामा विभिन्न ठाउँमा होमस्टेहरूले पनि उहाँ पर्यटकहरूलाई सेवा दिइरहेको छ। बतासे झरना, मणिका धाम लगायतका स्थलहरूले प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटन विकासको अपार सम्भावना बोकेका छन्। यस्ता अद्भुत गन्तव्यहरूको संरक्षण र प्रवर्धन गरेर हामी हाम्रो सांस्कृतिक र प्राकृतिक सम्पदाको जगेर्ना गर्न सक्छौँ। मुड्का धाममा रहेको सिद्ध बाबाको प्राचीन मन्दिर र तलाउले विशेष धार्मिक महत्त्व राख्छ। यहाँ हरेक वर्ष फागुन चैत महिनामा लाग्ने मेला नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत हजारौं श्रद्धालुहरू भेला हुने प्रमुख धार्मिक पर्व बनेको छ। मणिका धाम भनेको खास गरी हाम्रो बैजनाथ बाबाको खास गरी मूल स्थान मानिने गर्दछ र त्यसलाई हाम्रो तराई र पहाडका सबै मान्छेहरू त्यसलाई हाम्रो आस्थाको शिव रूपमा त्यसलाई मान्ने गर्छन् र अहिले पनि धार्मिक रूपले हाम्रो त्यो क्षेत्रकै सबभन्दा ठुलो धार्मिक क्षेत्र हो त्यो र त्यसलाई भक्त श्रद्धालु भक्तहरू मलाई लाग्छ दैनिक जसो मान्छेहरू त्यहाँ उसै पनि गइरहेका हुन्छन् पाठ पूजा गर्नलाई। र अर्को फेरि त्यहाँ खास गरी फागुन चैतको महिना ठुलो मेला लाग्ने गर्छ त्यहाँ, जसरी 1 लाख जतिको त्यो चाहिँ आकलन गरिएको छ। अहिले पनि इन्डियाका मान्छेहरू समेतको धर्मावलम्बीहरू, हिन्दू धर्मावलम्बी र खास गरी बैजनाथ बाबा शिवजीलाई मान्नेहरू सबै आएर आफ्नो मनको सोचेको पुरा हुन्छ भन्ने अहिले पनि विश्वास छ। र त्यो चुरेको फेदमा छ, फेरि हाम्रो त्यो तराईको भन्दा अलि माथि चुरेको फेदमा अवस्थित बैजनाथ बाबाको रमणीय मन्दिर छ। त्यहाँ ठाउँ पनि त्यही ऐतिहासिक पुरानो ताल समेत छ, जसमा कि देवी देवताहरूले स्नान गर्ने भन्ने बुझाइ छ अहिले पनि। त्यसो भएर मान्छेहरू त्यहाँ गएर कोही नुहाउँदैनन्, त्यो पानी शिरमा राख्ने त्यस्तो प्रबन्ध छ र फेरि रमणीय छ। त्यो फेरि जङ्गलको ठ्याक्क बिचमा छ, हराभरा छ
र सबै अहिले यातायातको एक्सेस पनि त्यहाँसम्म अलिअलि कच्ची रोड भए पनि पुगिसकेको छ र त्यो हाम्रो त्यो क्षेत्रकै महत्त्वपूर्ण तीर्थस्थलको रूपमा हामीले लिने गर्दछौँ त्यसलाई। त्यसैगरी ढिलासैनी मन्दिर, दन्तेश्वर गुफा, राम जानकी मन्दिर र शिव मन्दिर श्रद्धालु भक्तजनका लागि आस्थाका केन्द्र हुन्। यसैगरी शुक्लाफाटा नगरपालिका वडा नम्बर 12 मा अवस्थित ढिलासैनी मन्दिर पनि एक प्रसिद्ध धार्मिक स्थल हो। यो मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि विशेष आस्थाको केन्द्र मानिन्छ। प्रत्येक वर्ष यहाँ विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिन्छ, जसमा स्थानीय तथा बाह्य भक्तजनहरूको उल्लेखनीय सहभागिता रहन्छ। यदि तपाईँ ढिलासैनी मन्दिरको भ्रमण गर्न इच्छुक हुनुहुन्छ भने स्थानीय संस्कृति, परम्परा र प्रकृतिको सौन्दर्यको अनुभव गर्न सक्नुहुन्छ। मन्दिर परिसरमा धार्मिक अनुष्ठानहरूमा सहभागी भई आध्यात्मिक शान्तिको अनुभूति लिन सकिन्छ। शुक्लाफाटा नगरपालिका प्राकृतिक र धार्मिक दृष्टिकोणले भरिपूर्ण नगर हो। यहाँ विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरू रहेका छन्। ढिलासैनी मन्दिर हाम्रो शुक्लाफाटाको वडा नम्बर 12 को कालागढीमा अवस्थित छ। ती माता ढिलासैनी हाम्रो सबैको देवीको रूपमा हामीले त्यसलाई मान्ने गरेका छौँ र त्यहाँ सधैँ हाम्रो शुक्लाफाटामा खास गरी माथि मणिका धाम, तल ढिलासैनी यसरी चाहिँ बनेको छ। ढिलासैनीमा ती अब शक्ति स्वरूपा देवी भगवतीको रूपमा मान्ने गर्छौँ र त्यहाँ मान्ने मान्छेहरू हाम्रो शुक्लाफाटाको मात्र होइन, कञ्चनपुर जिल्लाभरिकै ढिलासैनी मातालाई पहाडबाट पनि पहाडका मान्छेहरूले जसरी मान्ने गर्थे सबै त्यहाँ आउने, त्यहाँ चाहिँ पाठ पूजा गर्ने र यो दसैँको पिरियडमा भयङ्कर त्यहाँ मेला लाग्छ। त्यहाँ अहिले पनि अब राँगाहरूको पनि ठुलो बलि दिने चलन छ, त्यो चलिआएको प्रथा छ। त्यसो भएको हुनाले त्यहाँ रमणीय छ, त्यो राम्रो छ र त्यस चाहिँ अहिले पनि व्यवस्थित यदि हामीले अझै गर्न सक्यौँ भने ढिलासैनी माताको फेरि एरिया पनि त्यहाँ पनि मस्त छ। त्यो जङ्गलकै बिचमा भए हुनाले पनि एउटा राम्रो छ, सम्भावना छ। फेरि त्यो बेलौरी सडकको हाइवेकै एक्सेसमा छ, त्यो नजिकमा छ। त्यसो भएको हुनाले राम्रो छ, एकदम सुन्दर छ, राम्रो ठाउँ छ। राम जानकी मन्दिर, शिव मन्दिर, बैजनाथ मन्दिर लगायतका थुप्रै धार्मिक स्थलहरू यहाँ अवस्थित छन्, जसले धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावनालाई थप बल प्रदान गरेको छ। अब यसमा चाहिँ पूर्व पश्चिम उत्तर दक्षिण एउटा केन्द्रमा वार्ड नम्बर 11 कै एउटा केन्द्रमा भएको हुनाले यसमा चारैतिरबाट बिहा कुनै दिनमा त 5-6 वटा बिहा आउँछन्। अब त्यसमा हामीलाई यज्ञशालाको पनि अलिकति कमजोरी छ, यज्ञशाला छैन। अब एउटा यज्ञशाला छ, एउटा सानो छ, यसमा 2टा बिहा मात्र भ्याउँछ। यज्ञशालाको पनि जरुरत छ, एउटा चाहिँ नि हलको जरुरत छ। र अब यसमा सबै साथीहरूले अब यहाँका बुद्धिजीवी, यहाँका धार्मिक भक्तजनहरूले सहयोग सपोर्ट चाहिने हो मलाई। मेरो लक्ष्य यो छ। अब मेरो जीवनमा 62 वर्ष उमेर भयो, अब 63 उमेर चलिया छ। अबको शेष बाँकी जीवन मेरो म यो राम जानकी धाममा नै यसको विकासका लागि म अगाडि समय दिन्छु भन्ने मैले लक्ष्य बोकेको छु। जिल्लाको सदरमुकाम भीमदत्त नगरदेखि 20 किलोमिटर टाढा पश्चिमतर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्त्व र विशेषता बोकेको छ। यस नगरपालिका क्षेत्रमा सबै जात जाति, धर्म क्षेत्रका मानिसहरूको मिश्रित बसोबास रहेको छ। यस नगरपालिकाको पूर्वमा कृष्णपुर नगरपालिका, पश्चिममा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज र बेदकोट नगरपालिका, उत्तरमा डडेलधुराको चुरे पर्वत र दक्षिणमा लालझाडी गाउँपालिका र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज रहेको छ। हाम्रो धार्मिक पर्यटकीय स्थल बोकेको धेरै सम्भावना बोकेको धेरै ठाउँहरू छ शुक्लाफाटा नगरपालिकामा। जस्तो बतासे झरना छ, त्यसको लागि गत वर्ष पनि त्यो के भन्छ पैदल मार्ग हाम्रो बनेको छ। यसैबाट यही मार्फत पनि म भन्न चाहन्छु, यहाँहरू सबैले शुक्लाफाटा नगरपालिकामा आउनुहोला। हाम्रो मणिका धाम छ, हाम्रो यहाँ शुक्लाफाटा यहाँ आरक्ष्य छ, यहाँ 12 सिंहहरू छन्। यहाँ आउनुहोला, सबैलाई स्वागत छ। हाम्रो यता होमस्टेहरू पनि छ, धेरै सम्भावना बोकेको ठाउँहरू छ। सिद्धनाथ मन्दिर छ, बैजनाथको मन्दिरहरू छन्। कञ्चनपुर जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत
मध्यबिन्दुमा रहेको 162.57 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस शुक्लाफाटा नगरपालिकामा 53,969 जनसङ्ख्या रहेको छ भने 12,058 परिवार यस नगरपालिकाभित्र बसोबास गर्ने गर्दछन्। यस नगरपालिकाको भू-आकृति स्वरूप प्राय सबैजसो समतल रहेको छ। यस नगरपालिका प्रकृतिको दृष्टिकोणले अत्यन्तै धनी नगरपालिका हो। प्राकृतिक स्रोतको पहिचान गरेर कृषि, वन, वातावरण र पर्यटनलाई पहिलो प्राथमिकता दिएर अघि बढेको छ। हामीले शुक्लाफाटामा अहिले एउटा त हामीले चक्रपथ कन्सेप्ट हामी आएपछि बढायौँ र त्यो अहिले पनि 10 किलोमिटर जति यसपालि मात्रै निर्माण सम्पन्न हुँदै गएको छ। फेरि पनि हामीले सङ्घ सरकारलाई पनि हामीले सम्पूरकदेखि लिएर विशेषमा पनि त्यसलाई माग गरेका छौँ। त्यस्तै गरी हामीले अब नगरको जुन अस्पताल हो त्यो लथालङ्ग अवस्थामा थियो, यसपालि हामी 15 शय्याको नगर अस्पतालको भवन निर्माणको काम यसपालि सम्पन्न हुँदै गएको छ। थोरै दिनमा त्यो सम्पन्न हुनेवाला छ। त्यसै गरी हामीले कबर्ड हल निर्माण गरिसकेका छौँ। त्यो 1 गते यसै वैशाख 1 गतेका दिन उद्घाटन गर्ने तयारीका साथ अहिले हामी लागिरहेका छौँ। त्यसै गरी फोहोर मैला विसर्जन केन्द्रको काम पनि करिब सम्पन्न भइसकेको छ। अहिले मात्रै मैले एडिबीसित सल्लाह गर्दा अब मार्चको लास्ट वा तुरुन्तै गर्ने टाइपको कुरा अगाडि बढेको छ। त्यसै गरी सडकहरू जुन एडिबी आरडिडीबीसितको हाम्रो सम्झौताले बनेका सडक जो हिजो अव्यवस्थित थिए बनेका थिए ती पनि करिब सम्पन्न भइसकेका छन्। र वडा नम्बर 2 एउटा विकट एउटा आदिवासी जनजाति बस्ने वडा थियो, त्यसलाई हामीले आफ्नै उसमा चाहिँ एउटा खानेपानीको प्रोजेक्ट अगाडि बढायौँ। त्यो पनि अहिले सम्पन्न गरिसकेका छौँ। यसरी नगर गौरवका थुप्रै योजनाहरू सम्पन्न हुँदैछन्। र अहिले पछिल्लो उसमा हामी फेरि अब यो चक्रपथलाई नै बढ्ता ध्यानमा दिएर चक्रपथको काम 1-2 वर्षभित्र हामीले यसलाई सम्पन्न गर्न सकिन्छ कि भन्ने ढङ्गले अगाडि बढेका छौँ। यस नगरपालिका क्षेत्रभित्रका पुरातात्विक सम्पदाहरूको विकास र संरक्षणका लागि संरक्षणात्मक, प्रवर्धनात्मक र विकासात्मक कार्यहरू गर्दै आएको छ। यस नगरपालिकाले पर्यटन प्रवर्धन गर्न पर्यटकीय क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेको छ। हिरापुरमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको पूर्वीद्वार खुला गर्ने प्रयास तीव्र गतिमा अगाडि बढिरहेको छ। नगर प्रमुख रणबहादुर महराले पर्यटन प्रवर्धनलाई थप सशक्त बनाउन यो कदम चालेका छन्। पूर्वीद्वार सञ्चालनमा ल्याउन सकी यस क्षेत्रको समृद्धि हुनेमा दुई मत छैन। यसले स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा फाइदा पुर्याउनेछ। यो प्रयास सफल भएमा होमस्टे सञ्चालन, स्थानीय व्यापार व्यवसायको वृद्धिसँगै पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्नेछ। हाम्रो शुक्लाफाटा नगरपालिका शुक्लाफाटा राष्ट्रिय निकुञ्जको एरियामा लामो भूगोल हामी टचमा छौँ। अहिले पनि 12वटा वडामध्ये 9वटा हामी प्रत्यक्ष रूपमा शुक्लाफाटा राष्ट्रिय निकुञ्जसितै जोडिएका छौँ र हाम्रो पर्यटकीय सम्भावना रबाट हामीले लाभ लिने सन्दर्भमा जति हामीले लाभ लिन सक्नुपर्ने त्यस्तो हामीले अहिलेसम्म लिइसकेका छैनौँ। त्यसो भएको हुनाले हामीले निकुञ्ज कार्यालय र हाम्रो निकुञ्जको विभागमा समेत धेरैचोटि हामीले पहल कदमी गरेका छौँ, कुरा चलाएका छौँ र पूर्वीद्वार यहाँबाट खोलिनुपर्छ र यहाँबाट भित्र छिरेको मान्छे मजगाउँबाट बाहिर निस्कने र मजगाउँबाट भित्र छिरेको मान्छे यहाँ हिरापुरबाट बाहिर निस्कने ढङ्गको यदि हामीले व्यवस्थापन गर्न सक्यौँ भने यो पर्यटनको सम्भावना पनि बढ्ने, शुक्लाफाटा राष्ट्रिय निकुञ्जको आफ्नै महत्त्व पनि बढ्ने भए हुनाले यतातिर मैले उहाँहरूको पनि ध्यान आकर्षण गरेका छु। हामीले पनि अहिले शुक्लाफाटा नगरपालिकाभित्र रहेका थुप्रै सम्पदाहरूको पर्यटकीय सम्भावनाको सन्दर्भमा कुरा गर्दै गर्दा यसको महत्त्वपूर्ण सम्भावना हामीले देखेका छौँ। जुन अहिले हामी शुक्लाफाटा राष्ट्रिय निकुञ्जको शुक्लाफाटा नगरपालिका क्षेत्रभित्र पर्ने हिरापुरमा जुन अहिले कृष्णसार संरक्षित क्षेत्र छ, यो यसमा कृष्णसारहरूको ठुलो झुन्ड छ। यसलाई हेर्न आउने मान्छे सहज वातावरण सहज बाटो भइदियो भने हजारौँ मान्छेहरू यहाँ आउने गर्छन् भन्ने आन्तरिक र बाह्य पर्यटकहरूको सम्भावना देखे हुनाले यसलाई अगाडि बढाउने सन्दर्भमा हाम्रो तहबाट हामी तयार छौँ। र त्यसै गरी मैले यो शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयसित र जुन यहाँको हाम्रो सुनदेवी उपभोक्ता समिति छ त्यसले पनि पहल गरोस् भन्ने ढङ्गले अगाडि बढेका छौँ र अहिले पनि हामीसित टिममै यसको समितिको अध्यक्ष भरत विष्ट र सचिव दामोदर जोशी समेत हामीसितै छन्। उहाँहरू
ले पनि यो कार्यमा सहयोग गर्ने भन्नुभएको छ। यो हाम्रो महत्त्वपूर्ण सम्भावना पर्यटकको क्षेत्रमा भन्ने यत्तिकै लाग्छ मलाई। साथै निकुञ्ज भ्रमण गर्ने पर्यटकहरूले सम्पूर्ण क्षेत्रको अवलोकन गर्ने अवसर पाउनेछन्, जसले शुक्लाफाटा राष्ट्रिय निकुञ्जलाई थप आकर्षक बनाउनेछ। यो शुक्लाफाटा राष्ट्रिय निकुञ्जसित जोडिएको यो हिरापुर किर्णसार जो संरक्षण क्षेत्र छ, विश्वको दुर्लभ जन्तु यहाँ छ। अहिले हामीले शुक्लाफाटा राष्ट्रिय अन्तर्गत सुनदेवी मध्यवर्ती उपभोक्ता समितिले यहाँ पर्यटकहरूलाई भित्र्याउनको लागि विभिन्न खालका कार्यक्रमहरू हामीले गरिरहेका छौँ। संरक्षणमा हातोपालो गरिरहेका छौँ भने शुक्लाफाटा नगरपालिकासित समन्वय गरेर यहाँको यो विभिन्न खालको बस्ती, जस्तै विस्थापित भएको बस्ती पनि छ, एउटा शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएको बस्तीलाई पनि व्यवस्थित गरेर यहाँलाई पर्यटक क्षेत्र पनि राम्रो किसिमले देखाउन सकिन्छ। यहाँ होमस्टेहरू पनि सञ्चालन गरिराखेका छौँ र यो विश्वको दुर्लभ जन्तु किर्णसार यहाँ भएको हुनाले यसको एकदम पर्यटकहरूलाई देखाउने प्रबल सम्भव, एकदम राम्रो सम्भव पनि छ। र यसै गरी हामीसित अहिले लोपोन्मुख जातको विजयशालको पनि यहाँ प्रबल सम्भव, विजयशाललाई पनि अब देख्न सक्ने हामीसित ठुलो पर्याप्त मात्रामा विजयशाल संरक्षण गरेको वन पनि हामीसित वातावरण मध्यवर्ती सामुदायिक वन पनि यही छ। र यहाँलाई हामीले शुक्लाफाटाको चारैतर्फबाट घुमाएर लास्टमा कृष्णसार पर्यटकहरूलाई कृष्णसारमा ल्यायो भने कृष्णसारको आनन्द लिएर पर्यटकहरू एकदम खुसी हुन्थे। र यसलाई हामी अब निकुञ्जसित र शुक्लाफाटा नगरपालिकासित समन्वय गरेर यहाँ हामीले पूर्वीद्वार यसलाई गर्न सक्यो। र यदि हिरापुर घुमेर यहाँ हाम्रो गाउँमा पनि पर्यटकहरूलाई लग्यो भने यहाँको बस्तीको लागि एकदम विकास हुने सम्भावना बढी छ। यस नगरपालिकाको समग्र पूर्वाधार विकासलाई योजनाबद्ध र व्यवस्थित गर्न तथा नगरपालिकाको भौतिक विकासलाई उचित ढाँचा दिएर योजना तथा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। शुक्लाफाटा नगरपालिकालाई समुन्नत बनाउनका लागि समावेशी विकासलाई प्राथमिकतामा राख्दै स्रोत साधनको उपलब्धतालाई ध्यानमा राखी यथासम्भव सबै क्षेत्रलाई समेट्दै आएको छ। यस नगरपालिकाले सडक, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, पर्यटन आदिको विकासमा प्रभावकारी कामहरू गर्दै आइरहेको छ। यस नगरपालिकाले शुक्लाफाटा नगरपालिका प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहर, कृषि र पर्यटनको सम्मिश्रण हो। यहाँका बासिन्दाहरू मुख्यतः कृषि तथा पशुपालनमा आधारित छन्। उब्जाउ भूमि, उपयुक्त हावापानी र जलस्रोतका कारण कृषि नै यहाँको प्रमुख पेसा बनेको छ। नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखी विभिन्न तालिमहरू तथा प्रविधिको हस्तान्तरण गर्दै आएको छ। शुक्लाफाटा नगरपालिका ऐतिहासिक र प्राकृतिक सम्पदाले भरिपूर्ण छ। नेपालकै एक प्रमुख पर्यटकीय स्थल शुक्लाफाटा राष्ट्रिय निकुञ्ज यही नगरपालिकामा अवस्थित छ। यहाँ वन्यजन्तु, चराचुरुङ्गी तथा जैविक विविधता पाइन्छ। अब नगरवासीहरूलाई सर्वप्रथम त म धन्यवाद भन्न चाहन्छु, किन भन्दाखेरि यहाँहरूले नै मलाई यो ठाउँमा पुर्याउनु भयो, यो कुर्सी दिनुभयो, यहाँहरूलाई धन्यवाद छ। तर अब गल्ती नगर्दै पनि कसैलाई सिमोट्न सकिँदैन त्यो ठाउँमा। अब हामीले पनि एउटा विधि र नीति बनाएका हुन्छौँ, त्यो अनुसार हिँड्नुपर्ने हुन्छ। सबैलाई सिमोट्न नसके पनि हजुरहरू असन्तुष्ट नहुनुहोला। हजुरभन्दा हामीले कार्यक्रम गर्दा, यहाँबाट राहत वितरण गर्दा पनि न्यूनभन्दा न्यून वर्गकालाई, एकल महिलालाई, ज्येष्ठ नागरिकलाई, अपाङ्गता भएका व्यक्तिहरूलाई उहाँहरूलाई बढी प्राथमिकतामा राखेका हुन्छौँ। किन भन्दा उहाँहरू अलि बढी नै चाहिँ पीडित हुने हुनाले। तर एकल भन्दैमा सबै पीडित हुँदैन, सबैको सम्पन्न पनि हुनुहुन्छ। अलि पीडित विपन्न त्यस्तोलाई सिमोटेर केही कार्यक्रमहरू हामीले गरेका छौँ, त्यसमा चित्त नदुखाउनुहोला। शुक्लाफाटाको पर्यटकीय सम्भावना उच्च छ। यहाँको जैविक विविधता र सांस्कृतिक सम्पदा प्रवर्धन गर्न सके आर्थिक समृद्धि सम्भव छ। यति मात्र होइन, यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरू पनि विशेष छन्। प्राचीन मन्दिरहरू, धार्मिक मेलाहरू र सांस्कृतिक पर्वहरूले यो नगरपालिकालाई थप आकर्षक बनाएका छन्। स्थानीय विकासको बाटो समेतको यस नगरपालिकाले कृषि, पशुपालन र पर्यटनको उचित व्यवस्थापन गर्दै नमुना नगरपालिका बन्ने लक्ष्य राखेको छ। कृषि,
पर्यटन र पूर्वाधार विकासलाई सँगसँगै अगाडि बढाउँदै नगरपालिकालाई आत्मनिर्भर बनाउने प्रयासमा नगरपालिका जुटेको छ। शुक्लाफाटा नगरपालिका जहाँ कृषि, पशुपालन, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्वको सङ्गम छ, यसरी नै सांस्कृतिक, धार्मिक एवं पर्यटकीय नगरीको पहिचानलाई अझ सशक्त बनाउँदै सम्पदाहरूको संरक्षण, प्रचार प्रसार तथा प्रवर्धन गर्नु हामी सबैको साझा दायित्व हो। शुक्लाफाटा चक्रपथ निर्माण गर्ने क्रममा छौँ, त्यो चलिरहेको छ र यो भइसकेपछि आवत जावतमा पनि सहज हुन्छ र त्यसरी हामी अगाडि बढ्न चाहन्छौँ। जस्तो धारापानी अहिले पनि पर्यटकीय सम्भावना भएको ठाउँ छ हाम्रो, धारापानी पनि त्यही भएर जानुपर्छ, त्यही साइडबाट धारापानी गइसकेपछि फेरि हामी बतासे झर्न जान्छौँ। त्यसरी त्यसलाई हामीले धार्मिक पर्यटकीय पनि छ, त्यो अन्य पर्यटकका लागि पनि मनमोहक छ, त्यहाँ सम्भावना धेरै भएको ठाउँ छ। समृद्ध इतिहास, जीवन्त संस्कृति र अद्वितीय धार्मिक महत्त्व बोकेको यो नगरलाई अझ आकर्षक गन्तव्य बनाउने नगरपालिकाको प्रतिबद्धता रहिरहोस्। आउनुहोस्, सम्पदा जोगाउँ, संस्कृतिलाई जगेर्ना गरौँ र पर्यटकहरूको मनमस्तिष्कमा शुक्लाफाटा नगरलाई विशेष स्थान दिलाऊँ। यही हो शुक्लाफाटाको पहिचान, यही हो गौरव। शुक्लाफाटा नगरपालिका, कञ्चनपुर।